मटी साकेला थान घेरा बारा चाहिँ यति भइसकेको छ। मिक्लाजुङ 6 मा भइरहेको धेरैले सहयोग पनि गर्नुभएको छ। उहाँहरू सम्पूर्णलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र तपाईहरुको साथ सहयोगले बन्दैछ है। लगभग अब सक्ने आँटिसकेको छ। यत्रो भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले। यहाँ जनसमुदाय नै हो भन्ने कुरा छ। अब यहाँ ढलाई हुन बाँकी रहेको छ। तो छ यहाँ काम भइरहेको छ धमाधम। अब कति के बाँकी काम रह्यो कि कति कहाँबाट खर्च जुट्दैछ भन्ने बारेमा म अध्यक्षसँग कुरा गर्नेछु। डाँडामा गएर दिदी बहिनी विषय गरी बजारको ठ्याक्कै त्यही नै बजायो हिजो। मसँग अहिले कुरा गर्नका लागि हुनुहुन्छ मिक्लाजुङ 6 साकेला थानको चाहिँ अध्यक्ष हुनुहुन्छ। स्वागत छ तपाईलाई। नमस्कार। तपाईहरुको यो मन्दिर निर्माण अथवा घेराबारा मन्दिर घेराबारा भनौं हैन, अब के सकिन आँटेको हो? अब लगभग हामीले सक्न लागेका छौँ र हामीले गाउँपालिकामा माग गरेका थियौँ। यो लालमटी खकरबारी साकेला कति भयो यो तपाईहरुले थाल्नु भएको चाहिँ? हामीले पुस 16 गतेदेखि सुरु गरेको हो। गर्दै गर्दाखेरि अहिलेको आजको दिनसम्म आइसक्यो। आजै पनि लाग्ला हो 5-6 दिन। र इटावाल लाउनलाई चाहिँ अब आज सकौँ भन्ने इस्टिमेट छ। र अरू कुराहरू भनेको चाहिँ म एउटा किरात राई आयोगको धार्मिक सांस्कृतिक सभ्यता मौलिकता रीतिरिवाज मुन्दुम झगडा गरौँ पुर्खाहरूले छोडिदिएको कुराहरूलाई हामीले समेटौँ भनेर चाहिँ लागि परेको हुनाले र सबैजना राई साथीहरूलाई अरू अन्य जाति साथीहरूलाई पनि यहाँनिर सहयोग, यो मन्दिर हाम्रो शिवालय मन्दिरलाई, यो मन्दिरको नाम चाहिँ शिवालय नागेश्वर शिवालय मन्दिर हो हजुर। र त्यसो हुँदाखेरि सहयोग गर्ने भाइ भतिजा इष्टमित्र आमा बाबु सबैजना हुनुहुन्छ भने रकमको अझै पनि अपुग नै छ। हामीले 2 लाख रुपियाँ गाउँपालिकाबाट चाहिँ दिनुभएको थियो, त्यसले अपुग भयो। हामीले इस्टिमेट इन्जिनियरले इस्टिमेट गरेको भन्दा बढी गरेको छौँ र छाना पनि हामीले हाल्ने इस्टिमेट भएकोले गर्दाखेरि रकमको अपुग हुनाले सहयोगदाताहरूले सहयोग गर्दै पनि हुनुहुन्छ। धेरैजना के भन्नुहुन्छ त उहाँ सहयोग गर्नुहुनेलाई? सहयोग गर्ने व्यक्तिहरूलाई हामीले चाहिँ के भन्छौँ भने 10,000 देखि उँभो दिने व्यक्ति हुनुहुन्छ भने शिलालेखमा हामीले लेखेर राख्ने हो। र 10,000 देखि उँधोकोलाई चाहिँ हामीले भित्तामा लेखिन्छ। हिजो अस्ति जति अहिलेसम्म सहयोग गर्नुहुन्छ उहाँहरूको नाम चाहिँ भित्तामा लेख्नुहुने राख्नुहुने लेखेर अहिलेसम्म 5,055 यस्तै गरी सहयोग गर्दै हुनुहुन्छ। उहाँहरूको चाहिँ अब भित्तामा लेख्ने निर्णय गरेका छौँ हाम्रो किरात आयोग। यो तपाईहरुको मन्दिर चाहिँ कहिलेसम्म सम्पन्न गर्नुपर्ने हो त? हामीले यो तपाईहरुको यो डेट हुन्छ नि, हामीले यो चाहिँ डेट चाहिँ अब फागुन 15 सम्ममा हामीले चाहिँ सकेर सबै कुरा भवनहरू पुरा गरिसकेर हामीले चाहिँ फरफरा गर्ने योजना छौँ। हाम्रो फागुन 5 गते हैन त? आज 5 गते। अब 10 दिन भित्र यो सकिन्छ? अब 10 दिन भित्रमा सक्छौँ।
अनि अब यो तपाईँहरूको योजनामा त घेराबारा मात्रै लेख्नु भएको रहेछ, तर यहाँ त पुरै मन्दिरै निर्माण भइसकेछ। रकमहरू चाहिँ कहाँबाट त्यही 2 लाख रुपियाँ कति भन्नुभयो? 2 लाख रुपियाँ त्यही घेरा बाह्र मात्रै भनेर चाहिँ अब पालिकाबाट चाहिँ इन्जिनियरले पनि इस्टामेट गरेको सबै कुरा नक्सा पनि दिएको थियो। तर हामी यति गरेपछि हामीले अब पछि थप्नलाई अलिक समस्या हुन्छ, बरु हामीले सरसहयोग मागेर कसैले गर्नुहुन्छ र हामीले पनि मात्रै नभएर नपुगेको ठाउँमा अब यसो आफ्नो धार्मिक संस्कृतिहरू मौलिकताहरू सोचेर यसो 500, 600, 1000, 1500 दिने र एउटा शरम गर्नु आउँदै नआउनेलाई चाहिँ हामीले समिति बसेर निर्णय गरेर हामीले उसलाई शरमको हिसाब गरेर रकम पनि माग्ने भनेर चाहिँ हामीले समितिभित्रको कार्य समितिले कुरा गर्दैछौँ। ए हुन्छ। कसैले अब यहाँ अब पैसै सहयोग नगरे केही सहयोग गर्न चाहनुभयो भने चाहिँ के चाहिँ आवश्यक पर्ला त तपाईँहरूलाई? भन्नु खोजेको अब कसैले केही अब सामानहरू यहाँ लाग्ने सामानहरू सहयोग गर्छु भन्नु हुन्छ नि त, कसैको चाहना हुन्छ नि त। अब पैसा दिन नसके त्यस्तो दिन्छु भन्ने हुन्छ, त्यस्तोहरूको लागि चाहिँ के चिज चाहिँ तपाईँहरूलाई आवश्यक छ भन्नु खोजेको? अब यसमा हामीले चाहिने कुराहरू भनेको चाहिँ अब रह्यो काठ, टिन अनि ढोकाहरू भनेको अर्डर भइसकेको छ। आवश्यक चिजहरू अब जस्तै यहाँ टिन भयो, काठ भयो, त्यस्तो चिजहरू दिन चाहनुभयो भने चाहिँ लिनुहुन्छ होइन त? लिन्छौँ हामी। कसलाई सम्पर्क गर्ने त तपाईँहरूलाई सहयोग गर्नुभयो भने तपाईँको नम्बर भनिदिनु न। तपाईँको नम्बर भनिदिनु। सम्पर्क गर्दाखेरि मेरो नम्बर भनेको 9800910748 हो मेरो नम्बर। त्यतिमा फोन गर्नुभयो भने हामी कन्ट्याक्ट हुन सक्छौँ। हुन्छ, हस् त, धन्यवाद।